नमस्कार, यहाँहरू सबैलाई हार्दिक स्वागत छ। आज म यस भिडियोमा भाइटिका पर्वको धार्मिक रहस्य, यस पर्वको महत्त्व, भाइटिका पर्वमा गर्न नहुने गल्तीहरू, यस वर्ष भाइटिकाको शुभ साइत, भाइटिका पर्वमा सप्तरङ्गी टिका र फूलमाला किन लगाइन्छ आदि महत्त्वपूर्ण जानकारी प्रस्तुत गर्नेछ। सम्पूर्ण कुरा जान्नको लागि अन्तसम्म अवश्य हेर्नुहोला। 5 दिनसम्म मनाइने तिहार पर्वको अन्तिम दिनमा भाइटिका पर्व मनाइने गरिन्छ। यो पर्व दाजुभाइ र दिदीबहिनी बीचको अटुट प्रेम, स्नेह र दीर्घायुको कामनासँग जोडिएको छ। भाइटिका पर्व मनाइनुको मुख्य धार्मिक रहस्य मृत्युका देवता यमराज र उनकी बहिनी यमुनाको पौराणिक कथामा आधारित छ। मृत्युका देवता यमराज र यमुना भाइ बहिनी थिए। यमराज मृत्युलोक कार्यमा व्यस्त रहन्थे र यमुना पृथ्वीलोकमा बस्थिन्। कार्य व्यस्तताको कारण लामो समयसम्म यमराजले आफ्नी बहिनी यमुनालाई भेट्न पाएका थिएनन्। यमुनाले आफ्ना दाजु यमराजलाई भेट्न आउन बारम्बार आग्रह गरेपछि यमराज धरतीमा आफ्नी बहिनी यमुनालाई भेट्न उनका घर आएको थिए। दाजुलाई देखेर यमुना अत्यन्तै खुसी भइन् र उनले यमराजको विशेष स्वागत गर्नुको साथै श्रद्धापूर्वक पूजा गरी 5औं दिनमा दाजुको निधारमा सप्तरङ्गी टिका, मखमली फूल र दुबोको माला लगाइदिइन् र यमराजको दीर्घायु, आरोग्य र यशको कामना गर्दै विभिन्न मिठा मिठा परिकार तथा स्वादिष्ट भोजन खुवाएकी थिइन्। बहिनीले आफूलाई गरेको प्रेम, आतिथ्य र पूजाबाट यमराज धेरै प्रसन्न भए। उनले यमुनालाई वरदान माग्न आग्रह गरेपछि यमुनाले, हे दाजु, आजको यस पवित्र तिथिमा जुन दाजुभाइले आफ्नी दिदीबहिनीको घरमा टिका लगाएर भोजन गर्छन् उनीहरूलाई अकाल मृत्युको भय नहोस् र उनीहरूले कहिल्यै नर्क देख्न नपरोस्। साथै हजुर पनि हरेक वर्ष यसै तिथिमा मलाई भेट्न आउनुहोला भनी अनुरोध गरेपछि यमराजले आजको दिन दिदीबहिनीको हातबाट टिका ग्रहण गर्ने दाजुमाईको अकाल मृत्यु हुने छैन र उनीहरू स्वर्गको भागीदार हुनेछन् भनी वर दिएकोले त्यसबेलादेखि कार्तिक शुक्ल द्वितीयाका दिन भाइटिका पर्व धुमधामपूर्वक मनाइँदै आएको धार्मिक विश्वास गरिन्छ। साथीहरू, अब हामी भाइटिका पर्वका केही महत्त्वपूर्ण कुराहरू जानौँ। भाइटिका पर्व दिदीबहिनी र दाजुभाइ बीचको निस्वार्थ प्रेम, त्याग र सम्मानको महान पर्व हो। भाइटिकाले दाजुभाइ र दिदीबहिनी बीचको पवित्र र सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउने हुँदा यस पर्वलाई दाजुभाइ र दिदीबहिनी बीचको अटुट प्रेमको प्रतीक मान्न सकिन्छ। यो पर्वले टाढा टाढा रहेका दाजुभाइ र दिदीबहिनीलाई भेट गराउने, दिदीबहिनी र दाजुभाइको सम्बन्धमा आएको चिसोपन हटाउने र पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउने महत्त्वपूर्ण सामाजिक भूमिका निर्वाह गर्दछ। भाइटिकामा प्रयोग गरिने मखमली फूल कहिल्यै ओइलाउँदैन, जसलाई दाजुभाइको दीर्घायुको प्रतीक मानिन्छ। दुबो सधैँ हरियो रहन्छ, जुन दाजुभाइको सफलता र कीर्तिको प्रतीक मानिन्छ। दुबो जस्तै यश र कीर्ति सधैँ हराभरा रहिरहोस् भन्ने कामना गरिन्छ। यस पर्वमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई लगाउने सप्तरङ्गी टिकालाई दीर्घायु, सफलता र सुरक्षाको प्रतीक मानिन्छ। यी 7वटा रङले इन्द्रेणीको सङ्केत गर्दछ, जसमा रातो, नीलो, पहेँलो, हरियो, सेतो, सुन्तला र बैजनी रङ हुन्छ। रातो रङले रक्षा, प्रेम र ऊर्जालाई जनाउँछ। नीलो रङले शान्ति र विश्वासलाई जनाउँछ। पहेँलो रङले ज्ञान र समृद्धिलाई जनाउँछ। हरियो रङले जीवन र आशालाई जनाउँछ। सेतो रङले शुद्धतालाई जनाउँछ। सुन्तला रङले सन्तुलनलाई जनाउँछ र बैजनी रङले अध्यात्म र दिव्यतालाई जनाउँछ। यसरी यी 7वटा रङ मिलेर जीवनको पूर्णतालाई दर्शाउँछ। यस्तै प्रकारले वैज्ञानिक दृष्टिकोणले 7वटा रङले मानव शरीरका 7वटा ऊर्जा केन्द्र अर्थात् चक्रलाई जनाउँछ, जसबाट जीवन सञ्चालित हुन्छ। हरेक चक्रलाई एउटा रङले प्रतिनिधित्व गर्दछ। दिदीबहिनीले लगाइदिने सप्तरङ्गी टिकाले दाजुभाइको शारीरिक, मानसिक र आध्यात्मिक ऊर्जा सन्तुलन राख्ने विश्वास गर्न सकिन्छ। अब हामी भाइटिका पर्वको पूजा विधिको बारेमा जानौँ। भाइटिकाको दिन बिहान नुहाई धुवाई गरी सफा वस्त्र धारण गरी अष्टचिरञ्जीवीको पूजा गर्ने धार्मिक प्रचलन रहेको छ। कहिल्यै मृत्यु नहुने अमरत्व प्राप्त गरेका अष्टचिरञ्जीवीहरू अश्वत्थामा, दैत्यराज बलि, वेदव्यास, हनुमान, विभीषण, कृपाचार्य, परशुराम र ऋषि मार्कण्डेय हुन्। यस दिन यी अष्टचिरञ्जीवीको पूजा उपासना गर्नाले दीर्घायुको प्राप्ति हुन्छ र अकाल मृत्यु हुँदैन भन्ने विश्वास गरिन्छ। भाइटिकाको दिन सर्वप्रथम दिदीबहिनीहरूले दियो, कलश र गणेश भगवानको पूजा गर्दछिन्। त्यसपछि दिदीबहिनीले पानी र तेलको साथ घेरा हालेर दाजुभाइलाई छेक्ने चलन रहेको छ। अनि दिदीबहिनीहरूले आफ्ना दाजुभाइहरूको विधिपूर्वक पूजा गरी शिरमा तेल लगाई, निधारमा सप्तरङ्गी टिका लगाई, कहिल्यै नओइलाउने मखमली फूल, कहिल्यै रङ नउड्ने सयपत्री फूल र सधैँ हरियो देखिने दुबोको माला र शिरमा ढाकाको टोपी लगाई दाजुभाइको दीर्घायु, सुख समृद्धि र आरोग्यको कामना गर्दछन्। त्यसपछि आफ्ना दाजुभाइलाई मिठा मिठा परिकार तथा स्वादिष्ट खानेकुरा दिन्छन्। यसैगरी दाजुभाइले पनि दिदीबहिनीलाई आफ्नो गच्छे अनुसार दक्षिणा तथा उपहार दिई सम्मान गर्ने चलन रहेको छ।
काठमाडौँमा यस दिन दाजुभाइ तथा दिदी बहिनी नभएकाहरूले रानीपोखर स्थित मन्दिरमा वा अन्य सामूहिक भाइटिकामा गएर टिका लगाउने चलन रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष भाइटिकाको शुभ सायत 2080 कार्तिक 6 गते बिहिबार बिहान 11:39 रहेको छ। टिका थाप्ने व्यक्ति पश्चिमतर्फ फर्किनु पर्नेछ। अब हामी भाइटिकामा गर्न नहुने गल्तीको बारेमा जानौँ। भाइटिका पर्वका दिन दिदीबहिनी र दाजुभाइ बीच मनमटाव र कुनै किसिमको झैझगडा हुनु हुँदैन। यस दिन दिदीबहिनीहरूले लगाइदिने टिका र मालाको अनादर गर्नु हुँदैन। यो पर्व प्रेम, सम्मान र आशीर्वादको प्रतीक भएकोले टिका लगाउने समयमा रिस, झगडा, कटु वचन र नकारात्मक धारणा राख्नु हुँदैन। यस दिन शरीर र मन दुवै पवित्र राख्नु पर्दछ र नुहाई धुवाई नगरी टिका लगाउनु हुँदैन। भाइटिकाको दिन दिदीबहिनीहरूको हातबाट टिका नलगाई भोजन गर्नु हुँदैन। भिडियो मन परेमा एक लाइक गर्नुको साथै च्यानलको सब्स्क्राइब अवश्य गर्नुहोला। भाइटिका पर्वको हार्दिक मङ्गलमय शुभकामना। यस पर्वले सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनी बीचको माया, ममता र आत्मीयता अझ प्रगाढ गरोस्। जय श्री राम।